मेरो छोरी विवाह गरेर गए पछाडि घरमा एक्लै बस्ने थिए, त्यसैले ऊ एकदमै धेरै अल्छी भइसकेको हुनाले मेरो ज्वाइँले मलाई फोन गरेर छोरीसँग बस्न आफ्नो घरमा बोलाउनु भएको थियो। किनकि मेरो छोरीको बानी बेहोरा र उसको अल्छीपना देख्दाखेरि मेरो ज्वाइँ एकदमै थाकिसक्नु भएको थियो। एक दिन रातिको 12 बजे मेरो ज्वाइँले मलाई आफ्नो कोठामा बोलाउनु भयो र उहाँले मेरो छोरीको बारेमा केही कुराहरू गर्दै मेरो खुट्टाहरू मसाज गर्दै बस्दै गर्नुभएको थियो। त्यही बेलामा मेरो ज्वाइँले आफ्नो हातको औँलाले मेरो गुफाभित्र छिराएर मेरो गुफाभित्र भएको लेउलाई निकाल्दिन थाल्नुभयो। साथीहरू, आजको यो कहानी एकदमै रमाइलो कथा हुनेवाला छ। मेरो ज्वाइँले मेरो खुट्टा मसाज गर्दा गर्दै मेरो छोरी आफ्नो कोठामा निदाइसकेको हुनाले उहाँले मलाई भन्नुभयो, आज पनि तपाईको छोरी खाना खाने बित्तिकै कति छिटो निदाउँछिन् थाहा नै हुँदैन। आज त मैले मेरो मनभित्र धेरै समयदेखि सम्हालेर राखेका खुसीका पलहरूलाई यत्तिकै खेर जान दिन सक्दिन। मेरो ज्वाइँले मेरो अगाडि यस्तो भने पछाडि उहाँले मलाई आफू सुत्ने बेडमा सुताउनु भयो। मैले मेरो छोरीको विवाह गरिदिन पनि एकदमै ढिलो गरेकी थिएँ, किनकि मेरो छोरीको विवाह 25 वर्षकी हुँदाखेरि गरिदिएकी थिए, किनकि ऊ हाम्रो एउटै छोरी भएको हुनाले हाम्रो मायामा एकदमै मातिएकी थिए। उसले घरमा केही पनि काम गर्ने थिएन, त्यसैले एकलौती छोरी भएको हुनाले हामीले उसलाई चाहेभन्दा पनि बढी माया गर्ने थियौँ। त्यसैले उसले घरमा काम गर्ने बानी पनि बनाएकी थिएन। त्यसैले मैले आफ्नो छोरीको विवाह गरिदिन पनि एक्लै छोरा भएको केटा खोजेकी थिएँ। धेरै समय पछाडि बल्ल बल्ल गरेर एउटै सन्तान एउटै छोरा भएको ज्वाइँ फेला पारे र उसँग विवाह गरिदिएकी थिए। मेरो ज्वाइँको बाबा आमा पनि बितिसक्नु भएको थियो र मेरो ज्वाइँले एउटा राम्रो कम्पनीमा काम पनि गर्नुहुन्थ्यो। मेरो ज्वाइँ एउटा सन्तान मात्रै हुनुहुन्थ्यो। मेरो ज्वाइँ साहबको घर पनि एकदमै ठुलो अनि राम्रो थियो। त्यसैले मेरो छोरीको लागि यो नाता एकदमै राम्रो भएको हुनाले मैले विवाह गरिदिएकी थिएँ। मेरो छोरीले ज्वाइँको राम्रो तरिकाले हेरचाह गर्न जानेकी रहेनछ, त्यसैले मेरो ज्वाइँ मेरो छोरीबाट एकदमै पीडित भइसक्नु भएको रहेछ। हुन त मैले विवाह गर्नुभन्दा अगाडि मेरो छोरीलाई एकदमै सम्झाएकी थिएँ कि विवाह गरे पछाडि घरको बुढालाई एकदमै धेरै खुसी दिनुपर्छ, परि आयो भने उनीहरूको बुन्दुरोलाई पनि खेलाउने र खाने पनि गर्नुपर्छ। लाज शरम भन्ने कति पनि मान्नु हुँदैन है। छोरी घरको बुढालाई आफूले आफ्नो हातमा लिन सकियो भने बाहिरतिरको पुतलीको खोजीमा हिँड्दैनन्, होइन भने जिन्दगीमा एकदमै दुःख पाइन्छ र कुकुरको जस्तो जिन्दगी भएर बस्नुपर्छ भनेर धेरै सम्झाइसकेकी थिएँ। हुन त मैले मेरो छोरीको अल्छी बानी बेहोरालाई एकदमै राम्रोसँग जान्ने थिएँ। 2 दिन अगाडि म छोरी ज्वाइँको घरमा आएकी थिएँ। 2 दिनबाट मैले हेरिराखेकी छु। म आए पछाडि त मेरो छोरीले एउटा पनि काम नगर्ने र एकदमै अल्छीपना मात्रै गरेर काम भन्ने बित्तिकै एकदमै टाढा बस्ने थिए। उसको त्यो अल्छीपनालाई देख्दाखेरि मलाई एकदमै डर लाग्ने थियो, किनकि उसको अल्छीपनालाई देख्दाखेरि मेरो ज्वाइँले छोरीदेखि टाढा भएर बस्ने निर्णय गर्नुभयो भनेदेखि त सब बर्बाद हुन्छ भनेर मेरो ज्वाइँ छोरीको त्यो अल्छीपनालाई देख्दाखेरि चुपचाप लागेर सहनुहुन्थ्यो। हुन पनि लाटो मान्छेको रिस उठ्दैन, उठ्यो भने सम्हाल्नै नसक्ने गरी रिस उठ्छ। त्यसैले मैले ज्वाइँसँग ज्वाइँलाई खुसी बनाएर केही समय अझै मेरो छोरी र ज्वाइँसँग बिताउने निर्णय लिएकी थिएँ। त्यो दिन अफिसबाट मेरो ज्वाइँ बेलुकाको समयमा घरमा आउनुभयो। ज्वाइँले मलाई आफ्नो घरमै देख्दाखेरि अचम्मै पर्नुभएको रहेछ, हेरेको हेरै गर्नुभयो। मैले पनि ज्वाइँलाई फ्रिजबाट चिसो जुस निकालेर गिलासमा हालेर दिएँ र मेरो ज्वाइँले भन्नुभयो, सासुआमा तपाईँ त बिहानै जान्छु भन्नुभएको थियो त फेरि अचानक के कुरा आयो? त्यस्तो नजानुको कारण मैले ज्वाइँ साहबलाई भने, के म यहाँ बस्दैमा तपाईलाई नराम्रो त लागेन छोरी? ज्वाइँसँग धेरै समय पछाडि आएको भएर केही दिन अझै बसेर जान्छु भनेर मेरो मनलाई चेन्ज गरे। तपाईलाई त्यस्तो अप्ठ्यारो लागेको भए मलाई भन्न सक्नुहुन्छ है? ज्वाइँले भन्नुभयो, होइन होइन, त्यस्तो केही पनि होइन मम्मी। हिजो बेलुका तपाईले आफै भन्नुभएको थियो नि भोलि बिहान उठ्ने बित्तिकै म घर जाने हो, धेरै दिन भइसक्यो भनेर मैले बस्नु भनेर धेरै जिद गर्दाखेरि पनि मान्नु भएको थिएन। अचम्मै लाग्यो, त्यही भएर सोधेको। तपाईँ यहाँ बसेको त झन् मलाई एकदमै राम्रो र मलाई फाइदाको कुरा हो।
किनकि तपाईँ आएदेखिबाट तपाईँको हातले पकाएको खाना खाँदाखेरि मलाई आनन्द आउँछ। विवाह गरे पछाडि पहिलो पटक जब तपाईँ यहाँ आउनुभयो त्यस पछाडि मात्रै मैले पेट भरिने गरी खाना खाएको छु। तपाईँको छोरीले त कहाँ यस्तो गर्छिन् र उनलाई त मैले खायो कि खाएन भन्ने कुरा पनि थाहा हुँदैन। ज्वाइँले त्यति भने पछाडि मेरो छोरीले मेरो ज्वाइँको कति ख्याल राख्दिरहेछ भन्ने कुरा मैले थाहा पाइसकेकी थिएँ। मैले ज्वाइँलाई भने त्यस्तो केही पनि होइन, केही दिन म यहाँ बसेर मेरो छोरीलाई घरको कामहरू गर्न अझै राम्रोसँग सिकाउँछु। त्यतिखेरैमा ज्वाइँले भन्नुभयो, यदि तपाईँ सधैँभरि नै यही हाम्रो घरमा बस्नुभयो भने पनि मलाई एकदमै राम्रो हुने थियो। किनकि तपाईँको छोरीले पनि तपाईँले काम गरेको देखेर तपाईँ जस्तै टाठीबाठी र काम गर्न लाउने छिन्। अहिले त लास्टै अल्छी भइसकेकी छिन्। दिनभरि म काममा जानुपर्छ र उहाँ घरमा एक्लै बस्दाखेरि एउटा काम गर्ने बानी पनि हटिसकेको छ। त्यसैले म ज्वाइँकै घरमा बस्न लागेको थिएँ। जब मेरो छोरीको विवाह गरिदिएकी थिएँ त्यस पछाडि मैले मेरो जागिर पनि छोडेकी थिएँ, किनकि अब म एक्लै भइसकेकी थिएँ। एक्लै मान्छेलाई मलाई पैसा पनि धेरै खासै चाहिएको थिएन, त्यति धेरै पैसाको आवश्यकता पनि पर्ने थिएन। फेरि त्यही माथि विधवा भत्ता पनि त बेला बेलामा मिल्ने थियो। मलाई त्यो भए पछाडि मेरो खर्च धान्नको लागि पुग्ने थियो। त्यसैले मैले धेरै दुःख नगरिकन अब आराम गरेर बस्छु भनेर निर्णय लिएकी थिएँ। म मेरो छोरीसँग केही दिन बसिसकेकी थिएँ। 2-3 दिनदेखि मैले मेरो ज्वाइँको रातिमा एकदमै ख्याल गर्न लागेकी थिएँ र चियो चर्चा पनि गर्न लागेकी थिएँ। मेरो छोरी र ज्वाइँको बीचमा उनीहरूले एक आपसमा मिलेर मेरो छोरीले आफ्नो ज्वाइँको पुन्तुरोलाई खेलाउँछ कि खेलाउँदिन र आफ्नो ज्वाइँको पुन्तुरोले आफ्नो पुतलीको साँचो खोल्छ कि खोल्दिन भन्ने कुरामा एकदमै शङ्का लागेको थियो। जहिले पनि राति छोरी ज्वाइँ सुतेपछि मैले झ्यालबाट लुकेर हेर्ने थिएँ। बिस्तरामा छोरी मात्रै हुने थिए र मेरो ज्वाइँ भने आफ्नो कोठामा पनि बस्नु हुने थिएन। मलाई शङ्का लागेको थियो कि छोरी सुते पछाडि कतै मेरो ज्वाइँ चाहिँ बाहिरको अरू कुनै केटीहरूसँग त पल्किनु भएको छैन भनेर। तेस्रो दिनमा मैले राति उठेर घरभरि खोज्न थालेँ। त्यतिखेर मैले मेरो ज्वाइँ सापलाई बाहिरको टिभी कोठामा टिभी हेरेर बसेको देखे। पछाडि ज्वाइँलाई त्यो रातिको बेलामा एक्लै बसेको देख्दाखेरि म मेरो मनलाई थाम्न सकिनँ र ज्वाइँको नजिक गएँ। मैले ज्वाइँलाई सोधेँ, किन तपाईँ हलमा आएर बस्नु भएको हो? उहाँले केही पनि नबोलिकन सिधै मेरो हातमा समातेर मलाई आफ्नो कोठामा लानुभयो। उहाँले मलाई भन्नुभयो, सासु आमा ल हेर्नुस्, तपाईँकी छोरी कति गहिरो निदमा सुतेकी छिन्। अब त हामीहरूको विवाह भएको पनि 6 महिना भइसक्यो, तर तपाईँको छोरीले 6 महिनामै मलाई त 6 वर्ष जस्तो बनाइदिसकिन्। कहिलेकाहीँ त रातिको बेलामा श्रीमानलाई पनि समय दिनुपर्छ भन्ने कुरा त थाहा हुन पर्ने हो नि। तपाईँको छोरीलाई जस्तै भए पनि आफ्नो श्रीमानलाई त टाइम दिनुपर्छ नि। आफ्नो श्रीमान भन्दा पनि आफ्नो निर्णय प्यारो गरेर सुत्छिन् तपाईँकी छोरी। म त कन्फ्युज पो भएको छु हो सासु आमा, कतै तपाईँको छोरीको यो दोस्रो विवाह त होइन? मलाई त 1 मिनेट पनि टाइम दिँदैनन्। खाली पुतली खोल्दा खोल्दै थाकिसकेर मलाई बाँच्दै नगरेको जस्तो लाग्छ नि सासु आमा, किनकि तपाईँको छोरीले म प्रति कहिले पनि कुनै पनि इन्ट्रेस्ट दिँदिनन्। मैले त दिनदिनै तपाईँको छोरीलाई सम्झाउँदै थाकिसकेको हुनाले जब राति सुत्ने बेला हुन्छ त्यतिखेर म टिभी कोठामा गएर टिभी हेरेर बस्ने गर्छु अनि आफ्नो रिसलाई शान्त पारेर बल्ल आएर सुत्ने गर्छु। अब त म लास्टै भइसकेको छु। तपाईँको छोरीले मलाई हदै पार गरिसकेकी छिन्। ज्वाइँको त्यो कुरा सुने पछाडि म एकदमै हैरान भएकी थिएँ। मैले मेरो ज्वाइँलाई भने, केही पनि चिन्ता नलिनु, मैले मेरो छोरीलाई राम्रो तरिकाले सम्झाइदिन्छु। किनकि मेरो छोरीको बारेमा मलाई राम्रोसँग थाहा थियो। त्यसैले त्यो रातिको बेलामा ज्वाइँले त्यस्तो कुरा गर्दाखेरि मेरो आँखामा लागेको निद पनि उडिसकेको थियो। कतिखेर बिहान उज्यालो हुन्छ र मैले मेरो छोरीलाई सम्झाउने छु भनेर रातभरि समय गन्दै बसेकी थिएँ। जब बिहान भयो मेरो ज्वाइँ हामीसँग नबोलिकन सिधै अफिसको लागि निक्लिनु भयो र मैले छोरीसँग बात गर्ने निर्णय गरेँ र मैले मेरो छोरीलाई देख्ने बित्तिकै झम्टिएर गाली गर्न थालेँ। के विवाह पछाडि आफ्नो श्रीमानलाई कसरी खुसी राख्नुपर्छ भन्ने कुरा पनि तँलाई अब मैले नै सिकाउनु पर्यो। मैले केही दिनदेखि तँमाथि नजर लगाइराखेकी छु।
र ज्वाइँ साहब कति टेन्सन हुनुहुन्छ भन्ने कुरा तैँले विवाह गरेको छ, महिनामै ज्वाइँलाई 6 वर्ष जस्तो बनाइसकेकी छेस्। न त कुनै ज्वाइँतिर इन्ट्रेस्ट नै दिन्छेस्, न त बेलुका तेरो निद यति गहिरोमा कहिलेदेखि सुत्न लागिस् त के तेरो निद देख्दाखेरि ज्वाइँ साहब हैरान हुनुभएको छैन होला। छोरीलाई यति भनेर गाली गरिसके पछाडि उसले मलाई भन्न थाली, मम्मी तपाईले त मलाई मेरो निदको बारेमा त झन् केही पनि नबोल्नुस्। म त्यति धेरै बेर पनि त सुत्दिनँ। त्यो बेलामा मेरो छोरीलाई अझै आफूले गरेको गल्ती महसुस गर्न सकेकी थिइन् र छोरीले हुन्छ मम्मी म आजदेखि तपाईको ज्वाइँको राम्रो तरिकाले खातिरदारी गर्नेछु। रातभरि तपाईको ज्वाइँलाई मेरो पुतलीको घर खोलाएर बिहान पाखा उठ्नै नसक्ने भएर सुतिरहनेछु। यति भए पछाडि त तपाईँ पनि खुस र तपाईको ज्वाइँ साहब पनि खुस हुनुहुन्छ होला नि। जब त्यो दिनमा बेलुका पाखा ज्वाइँ साहब घरमा आउनुभयो र हामीहरूले खाना खाएर सुत्न गयौँ। मलाई एकदमै निद नलागेको हुनाले छोरी ज्वाइँको चियो चर्चो गर्न मन लागेर छोरीको कोठातिर आए र छोरीको कोठामा नहेरिकन सिधै ज्वाइँले टिभी हेरेर बस्ने हलतिर गएँ। त्यो दिनमा भने मैले त्यहाँ ज्वाइँलाई देखिनँ। मेरो मनमा कुराहरू खेल्न लागेको थियो कि हिजो मैले सम्झाएको हुनाले छोरीको मनमा पक्कै पनि केही कुरा पसेको जस्तो छ। एकपटक तिनीहरूलाई नहेरी त मेरो चित्त नै नबुझेको हुनाले उनीहरूको कोठामा गएर जसरी भए पनि हेर्छु भनेर झ्यालबाट हेर्न थाले। त्यो दिनमा पनि मेरो छोरी आफ्नै गहिरो निद्रामा सुतिराखेकी रहेछ र ज्वाइँ साहबले भने झ्यालबाट मलाई हेरिराख्नु भएको रहेछ। मैले त्यति धेरै सम्झाएँ तर मेरो छोरीलाई भने केही पनि फरक नपरेको हुनाले मलाई एकदमै रिस उठ्न थालेको थियो। जब ज्वाइँ साहबले मलाई त्यो झ्यालबाट हेरेको देख्नुभयो त्यस पछाडि म ढोकामा गएँ। अचानक भित्रबाट ज्वाइँ बाहिर निस्केर टिभी कोठामा जान लाग्नु भएको थियो। मैले लगाएको साडीको झुम्कामा उहाँको हातमा अड्कियो र मलाई एकदमै बेसरी झर्का लागेको हुनाले म त्यहाँ नै चिफ्लो भएर लोटेकी थिएँ। ज्वाइँ पछाडि फर्केर मतिर हेर्नुभयो। उहाँले मेरो नजिक आउनुभयो र सासुआमा तपाईँ यो समयमा हाम्रो कोठाभन्दा बाहिर के गर्दै हुनुहुन्छ? मैले उहाँलाई भने बिहान मैले मेरो छोरीलाई एकदम नराम्रो तरिकाले गाली गरेर सम्झाएकी थिएँ। त्यसैले मेरो छोरी आज सुतेकी छे कि तपाईलाई एकदमै खुसी बनाउन थालेकी छे भनेर त्यही हेर्न मन लाग्यो र मेरो मन नमानेको हुनाले म यहाँ आएकी थिएँ। त्यतिखेरै ज्वाइँले भन्नुभयो तपाईको छोरीलाई जति सम्झाए पनि केही फरक पर्दैन, उसको केही पनि बानी सुध्रिनेवाला छैन। बरु तपाईले सम्झाउन छोडिदिनुस्। तपाईलाई र मलाई फाइदा केही पनि छैन उसलाई सम्झाएर। अब त मैले तपाईको छोरीसँग श्रीमान श्रीमतीको नाता पनि टुटाइसकेको छु। त्यसैले अब तपाईले छोरीलाई गाली गरेर उसलाई टेन्सन दिने कुरा झन् नगर्नुस्। ज्वाइँको यो कुरा सुनेपछि म त झन् हेरेको हेरै भएँ। म भैमा एकदमै नराम्रो तरिकाले लोटेको हुनाले ज्वाइँले एउटा हातले मेरो घाँटीमा समाउनु भयो र अर्को हातले मेरो कम्मरनिर समातेर मलाई मेरो कोठामा लिएर जान थाल्नुभयो। जब उहाँले मलाई मेरो कोठामा लिएर आउनु भएको थियो र मलाई म सुत्ने खाटमा बस्न भन्नुभयो, म खाटमा बस्ने बित्तिकै मेरो ज्वाइँले मेरो खुट्टा समातेर मालिस गर्न थाल्नुभयो र उहाँलाई अञ्जलीले दिएको दुःखको बारेमा कुरा गर्दै मेरो खुट्टाहरूमा मसाज गरिराख्नु भएको थियो। ज्वाइँले मेरो खुट्टामा समातेर मसाज गर्ने बेलामा मलाई एकदमै लाज शरम लागिराखेको थियो र उहाँले भन्नुभयो केही लाज शरम मान्नु पर्दैन, ज्वाइँ नै त हुँ। मेरो ज्वाइँ एकदमै सिधा हुनुहुन्थ्यो। मैले मेरो ज्वाइँलाई तपाईलाई त हामीले सकेसम्म मान सम्मान गर्नुपर्छ, कहाँ तपाईले मेरो खुट्टा छुनु भएको हो भनेर भन्न नपाउँदै मेरो ज्वाइँ साहबले खुट्टा समाएर मसाज गर्दा गर्दै मेरो गोडासम्म आइसक्नु भएको थियो। त्यतिखेर मेरो ज्वाइँको नजर मेरो शरीरमा हेर्दै अलग तरिकाले घुमिराखेको थियो। बिस्तारै बिस्तारै ज्वाइँले मेरो शरीरतिर हेर्दै मतिर नराम्रो नजर लगाइराख्नु भएको थियो। तर मलाई भने ज्वाइँको त्यो हेराइलाई देख्दाखेरि त्यति नराम्रो नजरले हेरेको जस्तो लागेको थिएन। हुन त म मेरो छोरीभन्दा पनि एकदमै राम्री थिएँ। मेरो शरीर जवानी उमेरमा जस्तो थियो त्योभन्दा पनि अझै राम्रो थियो। मेरो चिनेको कम्मर अनि मेरो पान पाते ओठ देख्दाखेरि ज्वाइँले मेरो अनुहारमा र मेरो शरीरमा नजर लागिराख्नु भएको थियो।
ज्वाइँले मेरो आँखामा हेर्दै भन्नुभयो, सासुआमा तपाईँ त छोरी भन्दा पनि झनै सुन्दरी र भर्खरैकी देखिनुहुन्छ। तपाईँ त एउटा पनि बच्चा बच्ची नपाएको जस्तै देखिनुहुन्छ। त वास्तवमै भन्ने हो भनेदेखि तपाईँभन्दा तपाईँको छोरी एकदमै थाकेको र 3-4वटा बच्चा पाइसकेकी जस्ती देखिन्छिन्। तपाईँ त अझै पनि यति धेरै सुन्दर देखिनुहुन्छ कि सीमा नै छैन। मैले धेरै दिनदेखि तपाईँतिर नजर लगाएको थिएँ, तर तपाईँले भने मलाई कहिले पनि बुझ्नै सक्नु भएन। ज्वाइँको यो कुरा सुन्दाखेरि म मुसुमुसु मुस्कुराउन थालेकी थिएँ। त्यो दिनभन्दा पछाडि मैले मेरो छोरीलाई हरेक चिज सिकाइराखेकी थिएँ। सानोदेखि ठुलो कुरासम्म र राम्रोदेखि नराम्रो कुरासम्म सिकाउन खोजिराखेकी थिएँ र मेरो छोरीले पनि बिस्तारै बिस्तारै मसँगै काम गर्दा गर्दै घरको काम सिक्न लागिसकेकी थिए। अब त छोरीले पनि घरको काम बिस्तारै गर्न थालिसकेकी छे। म यहाँ बस्नु भनेको छोरीकै लागि नराम्रो हुन सक्छ भनेर म दिनभरि टेन्सनमा हुने थिएँ। दिउँसोको खाजा बनाउन पनि बिर्सिने थिएँ र कतिखेर रात पर्छ भन्ने कुरा पनि मेरो दिमागमा ख्याल आउने थिएन। एक दिन मैले भान्से कोठामा भाँडाहरू खसेको आवाज सुने कोठाबाट बाहिर निक्लेर हेरेँ। त्यतिखेर मैले मेरो ज्वाइँलाई प्लेटमा खाना हालेर बाहिर आउँदै गरेको देखेँ। उहाँले मलाई देखे पछाडि उहाँ अचम्म पर्नुभएछ। ज्वाइँले भन्नुभयो कि मलाई रातिको बेलामा एकदमै भोक लागेको हुनाले म किचनमा आएको थिएँ। मैले मेरो ज्वाइँ साहबलाई त्यतिखेरै भन्न थालेँ, मैले किचनमा एकदमै मिठो खाना बनाएर राखेकी थिएँ, आउनुस् दुवैजनाले त्यो खाना लिएर जाऊ अनि सँगै बसेर खाउँला। ज्वाइँले मेरो हातमा समाउनु भयो र हिँड्नु सासुआमा दुवैजना सँगै बसेर खाउँला नि त, तपाईँले भने पछाडि के फरक पर्छ र भन्दै मलाई मेरो हातमा समातेर कुर्चीमा बस्न भन्नुभयो। ज्वाइँले खाना हाल्दै हुनुहुन्थ्यो। त्यतिखेर ज्वाइँको एउटा खुट्टा मेरो खुट्टामा थियो र मेरो ज्वाइँले त्यतिखेर मेरो आँखामा हेरिराख्नु भएको थियो। म त उहाँको सासुआमा थिएँ, तर उहाँले यो कुरा भने ध्यानमा लिनु भएको थिएन। मैले खाना र जुस खाएँ र मैले मेरो ज्वाइँलाई भने कि मेरो पेट भरिएको छ, भयो पुग्यो मलाई। तर ज्वाइँले मलाई अझै खाना खानको लागि एकदमै कर गरिराख्नु भएको थियो। मैले ज्वाइँलाई खाना हालिदिएँ। त्यतिखेर उहाँले मलाई एकदमै अजीब तरिकाको व्यवहार गरिराख्नु भएको थियो। मैले ज्वाइँलाई भने, हाम्रो माथिल्लो तला खाली भएको हुनाले केही केटाहरू यहाँ बस्न आउने भन्ने कुरा गरेका छन्। के तपाईको यो माथिल्लो तला कोठा भाडामा लगाउने हो? मेरो कुरा सुन्ने बित्तिकै ज्वाइँले पर्दैन भनेर इन्कार गरिदिनु भयो र मैले पनि ज्वाइँलाई त्यसको बारेमा केही कुरा नै निकालिन। अर्को दिनमा त मेरो ज्वाइँले लिमिट नै पार गरिसक्नु भएको थियो। उहाँ सिधै मेरो कोठामा आउनुभयो र मेरो हातमा समातेर आफ्नो कोठामा लिएर जानुभयो। म एकदमै डराइराखेकी थिएँ। मैले उहाँलाई भनेकी थिएँ कि तपाईँले यो के गर्दै हुनुहुन्छ? ज्वाइँले मलाई एउटा नाइट ड्रेस लगाउन दिनुभयो र यो नाइट ड्रेस लगाएर तपाईँ मसँग आउनु। मैले उहाँको कुरा सुनेर म हेरेको हेरै भएँ। ज्वाइँले के गर्न खोज्नु भएको हो यस्तो म माथि भनेर म अचम्म परेकी थिएँ। मैले उहाँलाई भनेकी थिएँ कि तपाईँले के भन्नुभएको हो? म तपाईँको सासुआमा हुँ, तपाईँले यो कुरा कहिले पनि बिर्सिनु हुँदैन। त्यतिकैमा ज्वाइँले तपाईँको छोरी त निदाएकिन्, अब मेरो बाँकीको कामहरू भने तपाईँसँगै गराउनु पर्छ। मैले यो नाइट ड्रेस तपाईँको छोरीको लागि लिएको थिएँ। तपाईको छोरी त पहिले नै एकदमै गहिरो निद्रामा निदाएको हुनाले यो नाइट ड्रेस तपाईँले नै लगाएर मलाई देखाउनुस्। मैले ज्वाइँको कुरा सुनेर एकदमै लाज शरम लागेर मुस्कुराउँदै थिएँ। मैले ज्वाइँलाई भन्दै थिएँ कि म तपाईँको सासुआमा हो, तपाईँले यो कुरा भुल्नु हुँदैन। तर मैले मेरो ज्वाइँलाई इन्कार गर्न सकिनँ र म त्यहाँबाट गएँ। अर्को दिन बिहानै मेरो छोरी सुतेर उठेकी थिए र उसले खाजा खान लागेको बेलामा मैले उसलाई बेलुका ज्वाइँले तेरो लागि लिएर आएको नाइट ड्रेस लाल लगाई भनेर त्यो नाइट ड्रेस दिएँ र म अब यहाँबाट जाँदैछु, किनकि त कहिले पनि सुध्रिने खालकी केटी रहेनछस्। ज्वाइँले मलाई यो नाइट ड्रेस दिनुभयो र आफ्नो मनभित्र लागेको इच्छा तेरो पुतली खोल्न नपाएर मेरो पुतलीको घर खोल्छु भन्दै मसँग कुरा गर्न थाल्नुभयो। तैले गर्दा मैले ज्वाइँको यस्तो कुराहरू सुन्नु पर्यो। यदि तैले तेरो श्रीमानलाई खुसी बनाएर राख्न सक्दिनस् भने त यो धरतीको बोझ मात्रै होस्। मैले मेरो छोरीलाई सबै कुराहरू गरेर गाली गरेँ।
मेरो गाली सुने पछाडि मेरो छोरी एकदमै नराम्रो तरिकाले रुन थाली र उसले भन्न थाली, आमा तपाईले केही दिनदेखि मेरो लागि सम्झाएको सम्झाइ गर्नुभएको छ। मैले सम्झेकी छु तपाईले सम्झाएको कुरा, तर म के गरौँ, रात पर्ने बित्तिकै मलाई एकदमै गहिरो निद्राले झ्याप्पै छोपिहाल्छ। मैले केही पनि बुझ्न सकेकी छैन। विवाह गरेको केही महिना पछाडि मलाई लास्टै निन्द्रा लाग्न थालेको छ। मलाई थाहा छैन मेरो श्रीमानले मलाई के सोच्नुहुन्छ। आजसम्म मैले यही सोचेकी छु कि मेरो श्रीमानले कहिले पनि ममाथि राम्रो मन लगाएर मेरो केयर नै गर्नु हुँदैन। त्यही बेलामा मैले छोरीलाई भने कि छोरी तैले झुटो नबोल, ज्वाइँले त मेरो छोरीको पुतली खोल्नको लागि हरेक पटक कोसिस गर्नुहुन्छ। मैले एकपटक विचार गर्नै पर्छ भनेर मेरो छोरीलाई आजको दिन त मेरो कोठामा गएर सुत भनेर मेरो कोठामा पठाएर मेरो छोरी सुत्ने ठाउँमा गएर म सुते। त्यो दिनमा मैले छोरीले लगाउने नाइट ड्रेस लगाएर छोरीको बेडमा सुते। ज्वाइँले अनुहारमा हेर्दा चिन्नुहुन्छ भनेर ब्ल्याङ्केटले मेरो अनुहार पनि पुरै ढोकेर सुतेकी थिएँ। जब मेरो ज्वाइँ कोठामा आउनुभयो म त हैरान नै भएर मेरो खुट्टातिरबाट मैले ओढेको ब्ल्याङ्केट बिस्तारै तल सर्न थाल्यो। जब ज्वाइँ कोठामा आउनुभयो म के गरौँ के नगरौँ भनेर उकुसमुकुस भएकी थिएँ। उहाँले बिस्तारै मैले ओढेको ब्ल्याङ्केट तल सार्न थाल्नु भएको थियो। त्यतिखेर ज्वाइँले मलाई आफ्नी श्रीमती नै सोच्नु भएको रहेछ। उहाँ मेरो नजिक आउनुभयो र उहाँले आफ्नो श्रीमती भनेर मेरो खुट्टामा आफ्नो हातको औँलाहरूलाई नचाउँदै हुनुहुन्थ्यो। त्यतिखेर मलाई यस्तो लाग्न लागेको थियो कि मेरो जिन्दगीमा आज धेरै समय पछाडि केही अजिब हुँदैछ र मेरो जिन्दगीमा बाढी आउनेवाला छ भनेर। तर त्यही समयमा ढोकाको एकदमै ठुलो आवाज आयो। मलाई एउटा केटीको आवाज पनि मेरो कानमा परेको थियो। ज्वाइँले भने मेरो खुट्टामा आफ्नो हात नचाइराख्नु भएको थियो। त्यतिखेर त्यो केटीले भनी, कान्छु के अब तिम्रो मन मसँग भरियो, अब तपाईलाई तिम्रो त्यो अल्छी बुढी राम्रो लाग्न थाल्यो। त्यो केटीको कुरा सुने पछाडि जहिले मेरो खुट्टाबाट आफ्नो हातलाई निकाल्नु भयो। मैले मेरो ब्ल्याङ्केटलाई थोरै सारेर सानो आँखाले हेरिरहेकी थिएँ। त्यो केटी ज्वाइँ सुत्ने कोठामा आएकी थिए। त्यो केटी कता छे भनेर मैले सानो आँखाले ओझेल पारेर हेरिराखेकी थिएँ। तर त्यो केटी त मेरो ज्वाइँको काखमा बसेकी रहेछ। केही समय पछाडि म सुतिराखेको बेडमा तिनीहरू दुईजना पनि आएर सुत्न थाले। उनीहरू दुवैजनाले मेरो छेउमा नै गरी मेरो ज्वाइँले त्यो केटीको पुतलीको घर खोल्नु भएको थियो। घरि त्यो केटीले नै मेरो ज्वाइँको कोब्रा साँपलाई आफ्नो पुतलीभित्र छिराएर आफ्नो पुतलीको घर खोलिराखेकी थिए। त्यतिखेर त्यो केटीले भन्दै थिए, कान्छा अलि बिस्तारै पुतलीको घर खोल्नु नि, अहिले तपाईको श्रीमती उठिन् भने बबाल नै हुन्छ। त्यतिखेर मेरो ज्वाइँले भन्नुभयो, मेरो बुढी एकपटक सुते पछाडि बिहान उज्यालो नहुने बेलासम्म पनि उसको आँखा खुल्दैन, किनकि आज पनि मैले उसले पिउने दुधमा निद्राको ट्याब्लेट मिसाइदिएको थिएँ। त्यतिखेरैमा त्यो केटीले भन्न थाली, तिम्रो श्रीमतीको त काम गरिसक्नु भएको रहेछ, तर तिम्रो सासु आमालाई के गर्नुहुन्छ? तपाईको सासु आमाले गर्दाखेरि हामीहरू दिनदिनै भेट्न पनि पाउँदैनौँ। त्यतिखेर मेरो ज्वाइँले भन्नुभयो कि मैले मेरो सासु आमासँग पनि नराम्रो व्यवहारले हेर्न सुरु गरिसकेको छु र उनको पनि पुतलीको घर खोल्न सुरु गरिसकेको छु। कहिलेकाहीँ उहाँसँग एकदमै रमाइलो कुरा गर्छु। बिचरी सुड्डी आफ्नो बुढो बितेपछि कति भोकाएकी होली, एक दिन न एक दिन त उसको पनि पुतलीको घर खोलेरै छोड्छ। मैले सोचेको छु कि मैले यस्तो तरिकाले उहाँलाई व्यवहार देखाइरहे भने एक दिन न एक दिन त सासुआमा पनि आफ्नो घरमा गइहाल्छिन्, होइन भने सासुआमा त यहाँबाट जानको लागि तयार नै हुँदैनन्। हुन पनि उनको छोरी यति अल्छिन्न छे। ज्वाइँ र त्यो केटीको कुरा सुनेर म त हेरेको हेरै, मतलब मेरो ज्वाइँले मेरो छोरीलाई कन्न पछाडिबाट ठुलो खाल्डोमा हालिराख्नु भएको रहेछ। त्यतिखेरै अचानक मैले त्यो ब्ल्याङ्केटबाट मेरो अनुहारलाई बाहिर निकाले। जब ज्वाइँले मलाई अचानक त्यो छोरी सुत्ने ठाउँमा मलाई देख्दाखेरि उहाँ अचम्मै हुनुभयो र एकहोरो मतिर हेरिराख्नु भएको थियो। मैले मेरो ज्वाइँलाई एकदम बेसरी गाली गरेँ। मैले तपाईलाई मेरो ज्वाइँ त एकदमै सिधा अनि ठुलो सोचको मान्छे हुनुहुन्छ भन्ने सोचेको थिएँ।
तर तपाईले मेरो छोरीलाई निद्रा लाग्ने औषधि खिलाउँदै उसैको कोठामा बाहिरकी तरुणीहरूलाई लिएर आउने र उनीहरूको मिलाइ पुतलीको घर खोल्ने काम गर्नुहुँदो रहेछ भनेर मर्ने गरी गाली गरेकी थिए। तपाईले मेरो छोरीलाई लास्टै धोका दिनुभएको रहेछ। तपाईलाई मैले त्यत्तिकै सजिलो तरिकाले त कहाँ छोड्छु र त्यतिकैमा त्यो केटीले मेरो अनुहारमा हेरेर भन्न थाली, तेरो छोरी एकदमै अल्छी छे। कहाँ कुनै पनि केटा मान्छेहरूले तेरो छोरीलाई नजिकै ल्याउन खोज्दैनन्। जे नदेख्नु थियो तपाईले त्यो पनि देखिसक्नुभयो। अब तपाईहरूको यो घरमा बस्ने कुनै पनि हक छैन। आफ्नो छोरीलाई यो घरबाट लिएर जाँदा हुन्छ। आजदेखि तपाईको ज्वाइँ तपाईहरूको लागि हमेसाको लागि मरिसक्यो। हामीलाई यो घरमा छोडिदिनुस् र पछि नहेरिकन जानुस्। त्यतिखेरै मेरो ज्वाइँले त्यो केटीको अनुहारमा हेर्दै भन्नुभयो, त जस्तो टाइम पास गरेर हिँड्ने, कहिले कोसँग गएर पुतलीको घर खोलाउने, कहिले कोसँग त जस्तो सबै केटाहरूको रस खाँदै हिँड्ने गर्ने केटीसँग लागेर मैले मेरो श्रीमतीलाई त्याग्न सक्दिनँ। ज्वाइँको त्यो यतिसम्मको सम्बन्ध थाहा भए पछाडि मलाई एकदमै नराम्रो झट्का लागेको थियो। त्यतिखेर ज्वाइँले, मम्मी म त्यस्तो खालको मान्छे होइन, मलाई यो केटीले आफै फसाउन खोजेकी हो भनेर मेरो अगाडि 2 हात जोडेर माफी मागिरहनु भएको थियो। तर मलाई भने पहिल्यैदेखि नै थाहा थियो कि ज्वाइँको पारा कस्तो हुन्छ भनेर। त्यसैले मैले मेरी सोझी छोरीलाई यस्तो ज्वाइँसँग बस्न दिन्न भनेर ज्वाइँसँग झगडा गरिराखेको थिएँ। ज्वाइँको तरुणीले भने आफ्नो बेइज्जत हुन्छ भनेर चुपचाप लागेर केही पनि नबोलिकन त्यहाँबाट टाउको निहुराएर जान थाली। तर मैले भने त्यो मेरो ज्वाइँ पनि भन्न नबिनले मेरो ज्वाइँलाई आफ्नै गाउँको पुलिस चौकीमा गएर पुलिसको हातमा लगाइदिए र मेरो एक्ली प्यारी छोरीलाई त्यो विवाहको बन्धनबाट हमेसाको लागि बाहिर निकाले। अहिले मेरो घरमै आएर बसेकी छे। गाउँका केटाहरूसँग साथीहरू बनाएर हिँडेकी थिए। आफ्नो श्रीमानबाट पाउने माया र आफ्नो श्रीमानले खोलिदिनु पर्ने उसको पुतलीको घर पनि गाउँका केटाहरूले नै दिनदिनै उसको पुतलीको घर खोलिदिँदा रहेछन्। अहिले मेरो छोरी गाउँमा नै एकदमै धेरै खुसी भएर बसेकी छे। साथीहरू आजभोलि जो कोहीले पनि जतिखेर पनि धोका दिन सक्छन्। त्यसैले सबै मान्छेलाई राम्रो तरिकाले बुझ्न एकदमै जरुरत पर्छ। कुन मान्छेसँग राम्रो तरिकाले भरोसा गर्नुपर्छ र तिनीहरूसँग उनीहरूले धोका दिँदा कस्तो कदम उठाउनु पर्छ भन्ने कुरा मैले यो मेरो कहानीबाट बताएकी छु। यदि केही कुरा सिकेको भएदेखि आफ्नो छोरी चेलीहरूलाई पनि राम्रो तरिकाले आफ्नो घरबार गरेर खान भन्नुहोला, होइन भनेदेखि आफ्नो छोरी चेलीहरूलाई घरमा नै लिएर राख्नुहोला। उनीहरूलाई पनि त फेरि पुतलीको घर खोलिदिने र पुतलीभित्र जमेर बसेको गङ्गाजललाई बाहिर निकालिदिने मान्छे चाहिन्छ। त्यसैले सक्नुहुन्छ भने आफ्नो घरमा नै एउटा घर ज्वाइँ बनाएर राख्ने गर्नुस्, होइन भने गाउँका केटाहरूसँग साथी बनाइदिनुस्। यदि तपाईको छोरी चेलीहरूको घरबार बिग्रेको छ भनेदेखि उनीहरूलाई तपाईहरूले आफ्नो घरमा लिएर राख्नु भएको छ भनेदेखि पनि उनीहरूको मनदेखि लागेको इच्छा चाहनाहरू कहिले पनि मारिदिनु हुँदैन। त्यसैले जब उनीहरू तपाईहरूको घरमा आएर बस्दाखेरि गाउँका केटाहरू लिएर आफ्नो घरमा आउने गर्छन्, त्यतिखेर तपाईहरूले एउटा न एउटा काम गर्नु छ भनेर घरबाट बाहिर निस्केर हिँड्नुहोला। किनकि उनीहरूको पनि त पुतली हो, उनीहरूको पुतली पनि त चम्किने गर्छ। सबै मान्छेहरूलाई चाहिने र जिन्दगीमा सबैभन्दा धेरै खुसी मिल्ने भनेकै पुतलीको घर खोल्दाखेरि हो। यो नराम्रो कुरा कहिले पनि हुनै सक्दैन साथीहरू, किनकि मान्छे भएर जन्मिसके पछाडि र खाना खाएर मान्छेको शरीरलाई पाल्नुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पुतलीको घर पनि खोलेर आफ्नो मनलाई शान्त पार्नुपर्छ भन्ने कुरा सबैलाई नै थाहा भएको कुरा हो। त्यसैले यदि तपाईहरूको छोरीहरू पनि घरमा नै आएर बसेका छन् भने अलि भरोसा भएको गाउँकै केटोलाई कहिलेकाहीँ हप्तामा 3 पटकसम्म भए पनि घरमै बोलाएर आफ्नो छोरीको पुतलीको घर मिलाइ खोल्न भन्नुहोला, होइन भने तपाईहरूले आफ्नो छोरीलाई नै आफ्नो हातको 2टा औँला पुतलीभित्र छिराएर आफ्नो साँचो बेला बेलामा खोल्न भन्नुहोला। किनकि भगवानले दिएको यो गुफा एकपटक बन्द भयो भने त्यस पछाडि खोल्न एकदमै गाह्रो हुने गर्छ। फेरि तपाईहरूलाई त थाहा नै छ, छोरी मान्छे भए पछाडि विवाह पनि गर्नै पर्छ र उनीहरूको पुतलीको घर पनि ढिलो होस् या चाँडो होस् एक दिन न एक दिन त खोल्नै पर्छ।
त्यसैले यदि तपाईँहरूको छोरी चेलीको गुफा पनि एकपटक बन्द भयो भने ज्वाइँले विवाह गरेर लाँदाको दिनमा तपाईँको छोरीहरूको गुफा खोल्दाखेरि तपाईँको छोरीले तपाईँहरूको विवाह नै देख्न सक्छिन्। यस्तै यस्तै कहानी सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र तपाईँहरूले पनि एकदमै पुतलीको घर खोल्नको लागि आत्तिनु भएको छ र आफ्नो भुन्टुरोलाई खेलाएर बस्दै हुनुहुन्छ भने यो भिडियोको कमेन्ट बक्समा आएर कमेन्ट गर्न नबिर्सिनुहोला। मैले तपाईँहरूलाई च्याटमा कुरा गरेर मेरो छोरीको पुतलीको घर खोल्नको लागि जसरी भए पनि बोलाउने नै छु। अहिलेको लागि बिदा हुन्छु। हस्त नमस्कार।